हेलो नमस्ते गुड मर्निङ साथीहरू। आज फेरि आइसकेको छु मैले अर्को भिडियोमा। आजको दिन चाहिँ पुरा यस्तो छ होइन, कस्तो भन्छ एकदम बादल लागे जस्तो खुल्ला जस्तो बिहानै यस्तो चर्को घाम छ होइन। आज बिहानै चर्किरहेको घाम छ। आज पनि पारी डाँडा खतराको भ्यू छ होइन। हामी चाहिँ टक्सार आएर पनि कटिसक्यौँ अनि टक्सारदेखि पनि उतै पुगिसक्यौँ। हामी जानुपर्ने चाहिँ अझै उतै हो, उतै रहेको छ। घाँस एक ढोक्रो काटेर लान्छ नि। हाम्रो मम्मी चाहिँ के भन्नुहुँदैछ, बाख्राको लागि घाँस यहाँबाट लाने अरे। अनि तर आजको दिन चाहिँ एकदम राम्रो छ क्या होइन। एकदम हामी जानुपर्ने चाहिँ अझै उतै नै रहेको छ। अहिले चाहिँ अब हामी घर पुग्न लाग्यौँ। अब चाहिँ धेरै टाढा छैन हो। अब तपाईहरू हेर्दै गर। A few moments later. एकदमै क्युट पप्पीहरू रहेको छ। एउटा यता अर्को यता। 1 hour later. अहिले चाहिँ दिउँसोको 1:30 हुन लागेको छ होइन। यहाँ चाहिँ पुरा एकदम गर्मी छ। हेर्नु न, पुरा टन्टलापुर घाम लागिरहेछ होइन। यस्तो भिरमा निकै चर्को घाम छ अहिले चाहिँ होइन। एकदमै चर्को घाम छ। अनि फेरि अब म चाहिँ घरतिरै लाग्दैछु। ल अहिले चाहिँ अब हेर्दै गर्नु होला होइन। अब एकछिनपछि घर गइन्छ, त्यसपछि फेरि भिडियो बनाउन आज साह्रै गर्मी भयो। 2000 years later. सो यो गाइज माई फ्रेन्ड्सहरू, अहिले चाहिँ अब हामी घर फर्किँदैछौँ होइन। दिउँसो चाहिँ अब गर्मीको कारण केही बस मैले भिडियो गर्न पाइनँ। सो थोरै काम पनि भयो, सो भिडियो गर्न पाइएन। अहिले चाहिँ अब घर जाँदैछु, त्यही अघिकै बाटो हो। आमाजी चाहिँ पछाडि आउनु हुँदैछ, पछाडि। यस्तै भयो आजको भिडियो। सबैजनाले हेरिदिनु होला, आजको भिडियोलाई पनि माया देखाइदिनु होला। भन्दै फेरि अर्को भिडियो लिएर आउनेछु। आजको लागि बाई बाई।